हेलो साथीहरू, ह्याप्पी न्यू इयर हैन। आज चाहिँ 2026 को 1 महिना 2 गते हिरोसिमामा एकदम हिउँ परेर आएको छ। लास्टै चिसो छ हैन। लगभग दिउँसो 4 बजेदेखि परेको, अहिले चाहिँ यता 7 बज्यो हैन। 7 बज्यो, 7:30 भइसक्यो। एकदम चिसो छ। म चाहिँ यसो हिउँ परेको एकदम मलाई मनपर्छ हैन। त्यही भएर हिउँ हेर्न आएको छ हैन। रोड एकदम चिप्लो छ। यति बेला साइकल चलाउने साथीभाइहरूले एकदम केयर गर्नु होला। यस्तो हिउँमा साइकल एकदम चिप्लिन्छ हैन। हेर्नुहोस् त, पुरै हिउँ परेको छ। मलाई चाहिँ एकदम मन लाग्छ। अब साथीहरूलाई भन्यो केटाहरू आउँदैनन् हैन। म चाहिँ अब एक्लै यसो गइदिएको, यसो रमाइलो गरौँ नि भनेर हिउँ परिरहेको छ। यो चाहिँ फुटबल स्टेडियम होइन, सानफ्रेन्चे हिरोसिमा स्टेडियम। पुरै हिउँ परिरहेको त। एटमिक बम डमको नजिक पुगेको छ होइन। परेको छ, कस्तो देखिन्छ। लगभग पुग्यो अब। हिरोसिमामा हिउँ पर्ने भनेको लगभग डिसेम्बरदेखि फेब्रुअरीको बिचमा हो। प्राय यो मौका कसैले पनि पाउँदैन। मैले चाहिँ योपालि हिउँ परेको हेर्न पाइयो बमडम एरियामा। यो चाहिँ युनेस्को वर्ल्ड हेरिटेज हो। हिउँ परिरहेको छ, स्ट्रिट कार पनि कुदिरहेको छ। कस्तो रमाइलो छ, एकदम राम्रो सिन छ। हेर्नुहोस् त, एकदम आनन्द आइरहेछ मलाई चाहिँ। म चाहिँ ठ्याक्क बमडमको अगाडि छु। आज एकदम हिउँ परेको छ। 2026 1 महिना 2 गते। यो चाहिँ बमडम। यो हिउँ चाहिँ रोकिनेवाला छैन। अहिले चाहिँ लगभग 8:30 भइसक्यो। अब चाहिँ म अघि टाढाबाट देखाएको थिएँ, अब चाहिँ एकदम नजिकबाट बमडम देखाउँदैछु। यस्तो छ स्थिति। तर स्ट्रिट कारहरू चाहिँ चलिरहेको छ। हिरोसिमा एटमिक बमडमको बारेमा मैले मेरो पुरानो भिडियोमा पुरै डिस्क्राइब गरेको छु, त्यहाँ हेर्नु होला। यो चाहिँ आज मैले जस्ट तपाईँहरूलाई चाहिँ हिउँ परेको कस्तो देखिन्छ भनेर चाहिँ देखाउन जाँदैछु। म चाहिँ ठ्याक्क अहिले बमडमको अगाडि छु। हेर्नुहोस्, एकदम रमाइलो छ। पुरै चारैतिरबाट म तपाईँलाई देखाउँदैछु। यस्तो राम्रो छ, हिउँ परेको छ। यो चाहिँ साँझको लगभग 7 देखि 8 बजेको समय हो। पुरै हिउँ परेको बेला चाहिँ प्राय मान्छेको हेर्न पाउँदैन। एकदम यो अघिल्लो वर्ष 2023-24मा 25मा पनि परेको थिएन यति राम्रो हिउँ। तर 2026 को सुरुवातमा चाहिँ एकदम राम्रो पर्यो। यो चाहिँ ठ्याक्क बमडमको बिल्डिङको ठ्याक्क अगाडि हो। यो चाहिँ एउटा पुरानो कमर्सियल बिल्डिङ हो। यो यहाँ हाइपो सेन्टर चाहिँ अलि यसको टाढा छ। यो चाहिँ ठ्याक्क यसको बमडम गरेर पुरै लेखिएको इङ्ग्लिसमा, जापानिजमा लेखेको ठाउँ हो। म सबैलाई मेटाएर देखाउँछु। हेर्नुहोस् त, पुरै पुरानो पहिला यस्तो थियो कि 1945 भन्दा विश्वयुद्धभन्दा अगाडि यस्तो थियो। पछाडिको चाहिँ आफ्टर 1945 बम हानेपछिको अवस्था हो त्यो चाहिँ। साथीहरू, मैले तपाईँलाई हिउँ परेको पनि देखाएँ होइन बमडम एरियामा। मेरो च्यानल लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। नयाँ नयाँ भिडियोहरू यस्तै देख्न पाउनुहुन्छ। बाई बाई।